यो ताली सबैले यहाँ हाम्रो हिम्मत नेमाङ उहाँबाट प्रस्तावित नाम हो यो 10 वटा मध्ये एउटालाई हामीले यहाँ छानेका छौँ अलिक उपयुक्त हुन्छ कि भनेर 4 नम्बरमा उहाँले लेख्नु भएको छ किराँत याकथुङ समाज कन्काई भनेर लेख्नु भएको छ। याकथुङ भनेको अब यता हामी परिहाल्यौँ होइन, किराँतले पनि सबैलाई पनि समेट्ने भयो। अब किराँत वर्गभित्र पर्ने अनि त्यो कारणले गर्दा भोलि अलिक फराकिलो नाम बन्छ कि भोलि काम गर्न सजिलो हुन्छ कि, अनि यो नाम पनि छोटो छोटो पनि लागेको हुनाले अब यसलाई हामीले चाहिँ यहाँबाट गरौँ कि भनेर एउटा प्रस्ताव मात्रै राख्नु खोजेको हो। अब यहाँ उपस्थित सबैले यसलाई हुन्छ भन्नु हो या त केही एउटा शब्द चाहिँ तलमाथि पारौँ न भन्नुहुन्छ भने त्यो सही नै छ, ठिकै होस्। किन आज नै म होइन अलिकति आफूलाई त्यस्तो लागेको छ भनिदिनु होला। अब अहिले सुन्नमा आएछ किराँत शब्दमा अलिकति केही एउटा आँट हिम्मत र हौसला लिएर हामी उत्प्रेरित भएर अगाडि हामी गयौँ। त्यसमा तपाईँसित हामी साथीहरू छौँ त्यसमा, र हामीले त्यो पनि वनसँग पनि समन्वय गरेर स्वीकृति लिएर हामीले चासोकमा पनि त्यो क्षेत्रमा हामीले आफूले रोजेकै ठाउँमा हामीले कार्यक्रम गर्न सफल भयौँ। भव्यताका साथ सबैलाई थाहै छ। अब त्यो क्षेत्रलाई पनि हामीले अलिकति केही त्यसलाई नि व्यापक रूपमा नै त्यसलाई पनि हाम्रो हातमा ल्याउने एउटा परिप्रेक्ष्य हाम्रो एउटा योजना पनि छ। त्यसमा हामीले सपोर्ट गर्ने के अरे अग्रज बुद्धिजीवी व्यक्तित्वहरू पनि हुनुहुन्छ। हामीले काम गर्नु धेरै कुरा छ र बिचमा हामीले काम गर्दै जाँदाखेरि पनि यसपालि हामीले यक्वतङ्गाम उभौली पनि हामीले जे जस्तो भए पनि हामीले चुस्त दुरुस्त सठिक र छरितो तरिकाले हामीले कार्यक्रम गर्न सफल भयौँ। त्यसै ठाउँमा त्यो चाहिँ हाम्रो 1 वर्षमा मात्रै त्यहाँ कार्यक्रम गर्ने यो याकथुङको ठाउँ हो कि होइन भन्ने त्यो जोरसिमल पश्चिमपट्टिको एरियालाई अरूले त्यस्तो नभनौँ भन्ने हिसाबले चाहिँ हामीले त्यसलाई हाम्रो दाबीमा हाम्रो त्यो भूमि हामीले प्रयोग गरिरहेका छौँ त्यो कार्यक्रममा भन्ने हिसाबको निरन्तरता दिनलाई त्यो पनि देवकुमार छेवेज्यूकै सल्लाहअनुसार किन 1 वर्ष गर्ने बिचमा त्यो हाम्रो उभौलीमा पनि के कार्यक्रम गर्नुपर्छ, त्यसले गर्दा हाम्रो निरन्तरता गतिविधिहरू हाम्रो त्यहाँ चलायमान देख्छन्। त्यसले गर्दा भोलि हामीलाई सजिलो हुन्छ त्यसलाई आफ्नो मातहतमा ल्याउनलाई भन्ने हिसाबले हामीले त्यो पनि कार्यक्रम हामीले गर्न सफल भयौँ। यहाँ सबैले थाहै छ, तपाईँहरू सबैको साथ सहयोगबाट हामीले त्यो कार्यक्रम सम्पन्न पनि गऱ्यौँ। अब गर्ने जाने क्रममा जाँदाखेरि अब त्यो कार्यक्रम गर्दाखेरि हामीलाई बजेटको आवश्यकता छ। अघि उहाँले भन्नु सक्नुभयो। अब बजेटहरू गर्दाखेरि अब वडामा अथवा नगरमै पहिला हामीले कोर्टनीति हुन्थ्यो। हामी नगरवासी कि हामी प्रोपर्टी सचेत नागरिक भनौँ न, एउटा याकथुङ समुदायका हामी नागरिक हौँ। हामी याकथुङ समुदाय आफ्नो भाषा लिपि संस्कृति संस्कारबाट समुन्नत र सम्पन्न भयो, शिक्षित भयो भने कन्काई नगरपालिका चाहिँ प्रोपर्टी हो नि त हामी पनि हामी लिम्बू समुदायको। त्यो हिसाबले पनि हामीले त्यो कुरालाई कन्भिन्स गराएर पनि हामीले बजेट माग्न सक्छौँ। त्यो गर्नको लागि चाहिँ हामीमा अब याकथुङ चुम्नुङ मात्रै भएको कारणले गर्दा त्यो चुम्नुङ मात्रबाट हाम्रो नहुने देखियो। त्यसले गर्दाखेरि हामी याकथुङ चुम्नुङ भन्नुको मतलब हामी कुनै व्यक्ति चाहिँ धेरै संस्थामा आबद्ध हुन्छ। अब हामी याकथुङ चुम्नुङमा पनि वडा पछिको हामी त्यो कार्य समितिमा छौँ, सल्लाहकार समितिमा छौँ। तर त्यही व्यक्ति नै फेरि त्यसले स्वायत्त अधिकार एउटा स्वतन्त्र संस्था पनि दर्ता गर्न सक्छ। जस्तो हामीले के अरे याकथुङ उत्थान समाज कन्काई अथवा किराँत याकथुङ सांस्कृतिक प्रतिष्ठान अथवा केही भन्ने एउटा नामकरण यहाँ प्रस्तावको रूपमा अहिले आउँछ। तपाईँहरूबाट पनि आओस् के नाम राख्दा हुन्छ। त्यो एउटा स्वतन्त्र संस्था कन्काई नगरपालिकालाई कार्यक्षेत्र बनाएर गरियो भने भोलि विधानमा फराकिलो गराएर कन्काई नगरपालिकाको के अरे स्वीकृतिबाट अरू क्षेत्रमा पनि हामीले गर्न सक्छौँ। त्यसले गर्दा अहिले चाहिँ हामी कन्काई नगरपालिकाकै भएको हामी याकथुङमा लिम्बू समुदाय साबीको सुरुङ्गा गाविस भएको कारणले गर्दा यहीँ हामीले गतिविधि गर्ने, यहीँ कार्यक्रम गर्ने, विकास निर्माणका कुराहरू, वातावरणका कुराहरू, युवा महिला खेलकुदका कुराहरू, हाम्रो भाषा लिपि संस्कृति, हाम्रा पुस्तक प्रकाशन गर्ने, अध्ययन अनुसन्धान गर्ने, हाम्रो मौलिक धर्म संस्कारलाई चाहिँ परम्परागतलाई चाहिँ अगाडि बढाउँदै लाने यी यावत कुराहरू हामी विधानमा भोलि उद्देश्यमा राख्छौँ। यसैको लागि यहीँ हाम्रो कार्यक्षेत्र बनाउने हिसाबले यहीँ कन्काईमै हामी फोकस गर्ने हिसाबले यहीँ दर्ता गर्ने स्थानीय सरकारमै दर्ता गर्ने हिसाबले गरौँ भन्ने एउटा मोटामोटी रूपमा त्यसरी हाम्रो सरसल्लाह भयो र आम भेला आज त्यसरी डाकेको। आजको आम भेला चाहिँ यो चाहिँ गर्ने गतिविधि के हो भने जस्तो 7 जनाको समिति बनाउँदैछौँ, तत्त्व समिति बनाउँदैछौँ भने 7 या 21 जना त्यसको तिर्पल चाहिँ उपस्थित हुनुपर्छ। आजको प्रस्ताव आजको आम भेलामा 4 नम्बरमा के छ भने निर्णय नम्बर 4 उक्त प्रस्तावमाथि छलफल गर्दा तदर्थ समितिको बैठक, यो तदर्थ समिति भयो नि। अब यो बैठक 2083 साल असार 20 गते 15 दिन पुग्नुपर्छ त। 20 गते शनिबारका दिन यसै स्थानमा विधान मसौदा समितिले विधान तयार गरी
तपाईँहरूको समिति तयार गरी हामी पेस गर्ने गरी तदर्थ समितिको पहिलो बैठक असार 20 गते यो पनि याद राख्नुपर्छ है गर्ने गरी तथा संस्थालाई आवश्यक परामर्श मार्गदर्शन तथा सहयोग उपलब्ध गराउने उद्देश्यले देखाएका व्यक्तिहरूलाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरी आजको बैठक सौहार्दपूर्ण सम्पन्न गरियो। दलबहादुर लिम्बू कनबतिन सल्लाहकार संयोजक, साधन कुमार लिम्बू सल्लाहकार सदस्य, विनोद सुब्बा लिम्बू सल्लाहकार सदस्य भनेर आजको आम भेलाले यी विविध सहितको 4टा एजेन्डा प्रस्तावमाथि चाहिँ छलफल गरेर हामी सर्वसम्मत निर्णयमा पुग्यौँ।